नमस्ते सबैलाई मेरो च्यानलमा स्वागत छ। आज हामी बनाउँदैछौँ चटामरी पिज्जा। यो रेसिपी साह्रै नै सजिलो छ र खाजामा खान सकिन्छ र बच्चाहरूलाई पनि साह्रै मनपर्छ। सो हेरौँ है त यसको रेसिपीहरू। सुरुमा हामीलाई चामलको पिठो चाहिन्छ। मैले यहाँ चामलको पिठो र पानी मिसाएर ब्याटर बनाएको छु र कतिको गुलियो खान रुचाउनुहुन्छ त्यही अनुसार चिनी हाल्नुहोला। मैले यसमा 3 चम्चा चिनी हालेको छु र 1 चिम्टी नुन हालेको छु। त्यसपछि यहाँ मैले मसिनो गरी काटेको क्याप्सिकम, कोलभेरा, प्याज अनि ग्रेटेड क्यारोट लिएको छु। त्यसपछि मैले यहाँ चिकनको किमा लिएको छु। अब सबै भेजिटेबल्सलाई मिक्स गर्नुहोला अनि स्वाद अनुसार नुन, गरम मसला र जिरा हाल्नुहोला। चिकन किमामा पनि स्वाद अनुसार नुन, थोरै बेसार, जिरा अनि चिकन मसला हाली, थोरै तेल हाली अनि 1 चम्चा अदुवा लसुनको पेस्ट हाली मजाले मिक्स गर्नुहोला। अनि हामीलाई ग्रेटेड चिज पनि चाहिन्छ। त्यसपछि एउटा प्यान लिनुहोस्। प्यान तातिसकेपछि त्यसमा घिउ हाल्नुहोस्। घिउ हालिसकेपछि अघिको 1 डाडु ब्याटर हाल्नुहोस्। ब्याटर हालिसकेपछि त्यसमा किमा हाल्नुहोस् अनि मिक्स भेजिटेबल्सहरू हालेर मजाले छोपेर पकाउनु। बेस गोल्डन ब्राउन हुनुपर्छ अनि भेजिटेबल्स र चिकन पाकेको चेक गर्नुहोला। त्यसपछि ग्रेटेड चिज हालेर चिजलाई छोपेर मेल्ट हुन दिनुस्। रेडी भयो हाम्रो चटामरी पिज्जा। इन्जोय गर्नुहोला खाजामा। यो टेस्टी, हेल्दी, एकदम मिठो हुन्छ र खास गरी बच्चाहरूको लागि एकदम राम्रो हुन्छ। धन्यवाद। ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। सब्स्क्राइब गर्नुहोला च्यानललाई।